हेलो गाइज नमस्ते सबैलाई। धेरै पछि यसो अब हल्का सन्चो पनि थिएन, यता चेक गर्नु थियो, त्यसले गर्दाखेरि त्यस्तो के भिडियो गराउनु भनेर बनाएको थिएन। अब मेरो आई गेस कलेज लाग्दैछ 4-5 दिन पछि, आइतबारबाट लाग्छ। सो रेडी त हुनु पऱ्यो नि त, एउटा आफूलाई प्रिपेयर त गर्नु पऱ्यो नि त, फेरि त्यस्तै उयसमा जान। सो अबदेखि एउटा खुसी लागिसक्यो। ल अब म भर्खर कति बजेको छ, अहिले 8 बजे उठेको छु आज, तर केही हिजो ढिलो सुत्यो आयो, त्यसैले 8 बजे उठेँ। अब एक्सर्साइज गर्छु। द्याट्स इट। एउटा कुरा सबलाई थाहा छ कि छैन, कुनै बेला हामीले कुनै पनि कुरा के ब्रेक गऱ्यौँ कि त्यो कुरा सक्कै सोचे हुन्छ कि। जस्तै सिएको पढ्ने विद्यार्थीलाई पनि सोध्यो हुन्छ, अनि सिए पढिरहेको छ उसलाई सोध्यो हुन्छ। जब हामीले एउटै प्याटर्नमा लगातार गइरहेको हुन्छ मानव है, तर अचानक के गरिदिन्छ, हामीले त्यो कुरालाई फ्लो अफ गर्न छोडिदिन्छ, जसले गर्दाखेरि फेरि रिस्टार्ट गर्न चाहिँ गाह्रो हुन्छ। त्योभन्दा बरु एउटा सर्टेन टाइमलाई चाहिँ यसो आफ्नो इन्जोय गर्नको लागि राख्यो, अनि बचेको टाइममा चाहिँ कन्टिन्युटी दियो। यदि त्यो गर्ने हो भने चाहिँ सक्सेस हुन्छ होला, नत्र त मलाई लाग्दैन। साँच्चै मैले आफै एक्सपिरियन्स पनि गरिसकेँ धेरैचोटि है। जस्तै अहिले मैले पनि भइरहेको छ, किताब ल्याएँ बल्ल। मैले चाहिँ एफआर पढ्दैछु अहिले, फाइनेन्सियल रिपोर्टिङ। नयाँ झोला किनियो, कलेजको झोला थियो, तर बाहिर जाँदा पनि त्यो कलेजको झोला लिएर जान अर्कै लाग्यो क्या। च्यात्ती पनि छ क्या त्यो हल्का, 1200 लिदियो। अब बुक आयो। मेरो हात बराबर छ क्या। हाम्रो फाइनेन्सियल रिपोर्टिङ बुक, यो चाहिँ क्वेसन जस्तै भनौँ, अब किट भन्छ। नै यही छ, नै यही थोरै छोछु मात्रै काहीँ। मिठो बाँच्दा हो मेरो सेटअप। के फ्युचर एसएससी मेम्बर सक्सेस डज नट कम फ्रम वाट यु विस्पर, इट कम फ्रम वाट यु वर्क फर। ओके, बुझ्यो नि सबैजनाले। यो चाहिँ मैले फेरि के अरे क्रोमबाट लगेको फेरि, ठिक छ। यसो पढ्ने वातावरण हुनुपर्छ क्या। यो चाहिँ अब भनेको स्किल लेभल पुगिसकेपछि त्यो गर्न जरुरी छ कि सबैजनाले यो चाहिँ चलाउन आउनुपर्छ। यहाँ पानी बसेको छ भने पनि यहाँ चाहिँ गर्न हल्का त्यो हुन्छ कि हल्का फरक भइहाल्छ। त्यसले गर्दाखेरि चाहिँ गर्न जरुरी छ। किबोर्ड चाहिँ चलाउन थाले हुन्छ, सकेसम्म उसबाट नलेजबाटै चलाउन थालेको राम्रो है, किनकि अडिटमा लेख्नुपर्ने हुन्छ गरे धेरै। म चाहिँ एफआर गरेर त्यसै एफआर गरिसकेपछि अडिट गर्दा चाहिँ बेटर हुन्छ गरे। सो एफआर गर्छु, त्यसपछि अडिट गर्छु। बल्ल खाना खाइयो। कति बज्यो अहिले? 9:30 बज्यो। एउटा कुरा के, मैले धेरै ठाउँमा भिडियो हेरेर भेटाएको थिएँ क्या। यदि तिमीहरूको दिमागमा केही आयो, नेगेटिभ थिङ्किङ होस्, मतलब केही खाने मन लाग्यो है भने पानी पिउ भन्ने चाहिँ 10-15% चाहिँ के हुन्छ भन्दा तिम्रो त्यो जुन चाहना इच्छा छ त्यो चाहिँ घट्छ अरे। यो चाहिँ रियालिटी पनि हो। चरीले कपाल टिप्यो, खानालाई हो कि खुवाउन, मायाले रुमाल झिक्यो, रुनलाई हो कि रुवाउन। विपना दिदी ज्ञानी छन् पारी हो। विपना मुस्किली फेरि ल्यापटपले मुला कति धोका दिएको यार। बिग्रेको बिग्दै
बल्ल मैले मलाई घरमा आधी घन्टा ट्राई गरेँ होइन, आधी घन्टा ट्राई गर्दा पनि नखोलिदिरहेको तर त्यहाँको दाइले है 5 मिनट उ गरेको एकैछिनमा खोलिदिरहेको ल के हो यार। बेडाबेडीहरू बढ्दैछन् यहाँ। एउटा पुष्पा 22 दिन बाँकी थाहा छ ल लाज भने। ठिक छ आजको लागि यति नै। अब भोलि भेटौँला। अब खाना खान्छौँ एकछिन, अब रेस्ट गरिन्छ, अब खाना खाइन्छ अनि त्यसपछि हेरौँ के हुन्छ है। सो भोलि अरू भाग। सी यू, गुड नाइट सबैलाई, थ्याङ्क यू फर वाचिङ।